सबैजना साथीहरूलाई मेरो जय मसीह। फेरि पनि तपाईहरुको बीचमा म नेपाली बाइबल अध्ययन गर्ने क्रममा येशू ख्रीष्टकै विषय लिएर पुनः उपस्थित भएको छु र येशू ख्रीष्टको विषयमा हामी सिक्दै आउने क्रममा विशेष आज हामीले येशू ख्रीष्टको सुसमाचार के हो र येशू ख्रीष्टको सुसमाचार कसरी गर्न सकिन्छ भन्ने बारेमा यसको बारेमा हामी सिक्ने प्रयास गर्नेछौं। र हामी सबैले ख्रीष्टमा विश्वास गरिसकेपछि येशू ख्रीष्टको सुसमाचार सुनाउनु पर्छ भन्ने कुरा सबैलाई जानकारी छ र हामी सबैले येशूको बारेमा प्रचार गर्छौं, येशूको बारेमा सुसमाचार सुनाउने काम गर्छौं र हर तरिकाले हामी गर्ने गर्छौं। तर हामी सबै कुराहरू गर्ने क्रममा येशू ख्रीष्टले सिकाउनु भएको असल सुसमाचार के हो र त्यो सुसमाचारलाई तपाईं र मैले चाहिँ जान्नुपर्छ, त्यसलाई बुझ्नुपर्छ, त्यसको आधारलाई तपाईं र मैले अपनाउनु पर्छ र त्यो कुरालाई तपाईं र मैले मिस गर्नु हुँदैन भन्ने कुरामा हामी सबैले येशूको सुसमाचार के हो र येशूको सुसमाचारको काम कस्तो थियो र यो कसरी येशूले त्यो सुसमाचार गर्नुभयो भन्ने कुरामा हामी आज चर्चा गर्नेछौं र हामी सबैले यो सुसमाचार येशूले कसरी गर्नुपर्छ भन्ने कुरा सिकाउनु भएको कुरालाई हामी सिक्ने प्रयास गर्नेछौं। सबभन्दा पहिले तपाईं र म येशू ख्रीष्टले प्रचार गर्नुभएको उहाँको जुन सेवकाईमा पहिलो कदममा तपाईं र मैले हेर्यौं भने उहाँले प्रचार गर्नुहुँदा पश्चाताप गर र स्वर्गको राज्य नजिक आएको छ भनेर उहाँले प्रचार गर्नुहुन्थ्यो, जुन कुरा मत्ती 4 अध्यायको 17 पदमा पढ्न सक्छौं अनि मर्कुस 1 अध्यायको 15 पदमा पनि हामीले पढ्न सक्छौं, जहाँ परमेश्वरको राज्य नजिक आएको छ, पश्चाताप गर, सुसमाचारमा विश्वास गर भनेर प्रभु येशूले आफ्नो सुसमाचारको पहिलो स्टेपमा उहाँले पश्चातापको कुरा उठाउनु भएको कुरा हामी पाउँछौं र यही कुरा तपाईं र मैले गर्नुपर्छ र हामीले त्यो कुरा आफ्नो व्यक्तिगत जीवनमा पश्चातापी मन, पश्चातापी गराउने एउटा सुसमाचार हामीले पनि अपनाउनु पर्छ भन्ने कुरा चाहिँ तपाईं र मैले बुझ्न जरुरी छ। अब यस कुरामा तपाईं र मैले पश्चाताप भनेको त्यो हो जो कुरा आफ्नो पापमय जीवन र स्वभावबाट पूर्ण रूपले हामी फर्किनुलाई नै साँचो पश्चातापको रूपमा हामी बुझ्न सक्छौं। नम्बर 2 कुरा तपाईं र मैले गरिबहरूलाई विश्राम दिने प्रचार गर्नुभयो भन्ने कुरा तपाईं र मैले येशू ख्रीष्टको प्रचारबाट बुझ्न सक्छौं। अब यहाँनिर तपाईं र मैले गरिबहरूलाई सुसमाचार सुनाउनु भयो येशू ख्रीष्टले भन्ने कुरामा हामी वचनको खण्डहरू पढ्दै गर्दा साच्चै हामीले हाम्रो जीवनमा हामीले बुझ्ने कुराहरू के छ भने कतिपय कुराहरू हाम्रो आर्थिक र भौतिक गरिबको कुराहरू आउँछ, जुन कुरा येशू ख्रीष्टले आर्थिक र भौतिक गरिबहरूको बारेमा पनि परमेश्वरले उहाँहरूप्रति येशू ख्रीष्टले उनीहरूलाई मद्दत गर्नुभएको कुरा, उनीहरूलाई सहयोग गर्नुभएको कुरा, त्यो कुरा हामी बुझ्छौं भने अर्को तपाईं र मैले यसमा असलमा आत्मिकता को सम्बन्धलाई तपाईं र मैले बुझ्न चाह्यौं भने आत्मामा गरिबहरूलाई उहाँले चाहिँ साच्चीकै उहाँले विश्राम दिनुहुन्छ, शान्ति दिनुहुन्छ। जुन आत्माको गरिबहरूको बारेमा तपाईं र मैले कुरा गर्यौं भने मत्ती 11 को 28 पदमा तपाईं र मैले पढ्न सक्छौं, येशू ख्रीष्टले भन्नुभएको छ कि हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ र म तिमीहरूलाई विश्राम दिनेछु भनेर येशू ख्रीष्टले यो वचनको खण्डबाट उहाँले प्रचार गर्नुहुँदाखेरि हामी यो कुरा बुझ्न सक्छौं कि आर्थिक र भौतिक गरिबलाई मात्र भन्दा पनि आत्मामा गरिबहरूलाई उहाँले विश्राम दिनुहुन्छ। जुन कुरा तपाईं र मेरो जीवनमा कति कुराहरू हामी प्रेमको गरिब छौं, हामी शान्तिको गरिब छौं, आनन्दको गरिब छौं, धेरै मानिसहरू विभिन्न किसिमका यस्ता खालका जो वास्तविक मन र आत्मामा जुन हुनुपर्ने गुणहरू हो त्यो कुराको गरिबीमा मानिसहरू जिइरहेका छन् र त्यस्ताहरूलाई प्रभु येशूले प्रचार गरेर विश्राम दिनुभएको कुरालाई तपाईं र मैले पनि यो कुरा बुझेर हामी हर समय येशूको त्यो प्रचारलाई तपाईं र मैले
बुझाउनुपर्छ र त्यो कुरा बुझेर येशू ख्रीष्टमा तपाईँ र मैले त्यो शान्ति, आनन्द, प्रेमको गरिबीहरूलाई हामीले पुनः हृदयमा स्थापित गर्नुपर्छ भन्ने कुराको एउटा बुझाइ चाहिँ हामीले बुझ्न जरुरी छ। जुन कुरा हामी यूहन्ना 14 को 17 हामीले पढ्यौँ भने संसारले दिने जस्तो शान्ति होइन, मैले तिमीहरूलाई दिने शान्ति, आफ्नो शान्ति तिमीहरूलाई म दिनेछु, जुन शान्ति सधैँभरि हामीहरूमा बास गर्नेछ भनेर येशू ख्रीष्टले भन्नुभएको त्यो वचनको आधारमा हामीलाई हाम्रो मानिसहरूको बीचमा कति अशान्ति छ, लडाई छ, झगडा छ, रिस, क्रोध, डाहा छ, यस्तो किसिमको एउटा मानिसहरूको हृदयमा एउटा छटपटीपन र यस्तो किसिमको एउटा मानिसहरूको मनको एउटा अभावलाई नै तपाईँ र मेरो ख्रीष्ट येशूले पूरा गर्नुहुन्छ। त्यस्ता हृदयहरूलाई उहाँले विश्राम दिन तयार हुनुहुन्छ भन्ने कुरामा येशू ख्रीष्टले प्रचारद्वारा हामीलाई बताउनु भयो र हामीले त्यही कुरा आफ्नो जीवनमा अपनाएर अरूलाई पनि त्यही नै सुसमाचार गर्नुपर्छ भन्ने कुरामा हाम्रो ध्यान हुन जरुरी छ। र नम्बर 3 कुरा तपाईँ र मैले पढ्यौँ भने उहाँले टुटेको हृदयलाई जोड्ने कामको प्रचार गर्नुभयो। टुटेका हृदयहरूलाई उहाँले जोड्ने काममा उहाँले सुसमाचार, त्यो सुसमाचार प्रचार गर्नुभएको कुरा हामी पाउँछौँ। जुन कुरा हामी दुनियाँमा धेरै मानिसहरूको जीवन टुटेको छ, उनीको हृदय फुटेको छ, उनीहरूको परिवार टुटेको छ, उनीहरूको जीवनमा पारिवारिक सम्बन्ध टुटेको छ, विभिन्न किसिमका विभिन्न खालका समस्याहरूले मानिसहरूको जीवनमा तोडफोड गरेको छ। एउटा गाउँमा, समाजमा, परिवारमा टुटफुटका कुराहरू मात्रै हामी देखिरहेका छौँ। यस्तो अवस्थामा प्रभु येशूले हामीलाई साँच्चीकै उहाँको आत्माद्वारा तपाईँ र मलाई जोड्न चाहनुहुन्छ। यो एउटा हाम्रो भौतिक, शारीरिक तपाईँ र मेरो आफ्नो सम्बन्धका, मानिसहरूको बीचको सम्बन्धका कुराहरूलाई जोड्ने काम तपाईँ र मेरो हृदयमा प्रभु येशू ख्रीष्टले गर्नुहुन्छ भने उहाँको आत्माले हामीलाई जोड्ने काम गर्नुहुन्छ। जुन भजन सङ्ग्रह 147 को 3 पदमा पढ्यौँ भने उहाँले टुक्रिएका हृदयहरूलाई निको पार्नुहुन्छ, चोटहरूमा मलमपट्टी लगाउनुहुन्छ। यसकारण हामी यही कुरा आज हामी सबैले बुझेर हाम्रो हृदयलाई निको पार्ने एउटा येशू ख्रीष्टको सुसमाचार हो। त्यो सुसमाचारद्वारा तपाईँ र मेरो जीवनमा हामीले आफ्नो हृदयलाई त्यसरी ख्रीष्टको प्रेमले जोडेर हामी अरूलाई पनि त्यही कुरालाई हामी प्रचार गर्नुपर्छ भन्ने कुरा येशू ख्रीष्टले यो कुरा सिकाउनु भएको छ। र यसको साथसाथै अर्को तपाईँ र मैले अलिकति आत्मिक रूपमा तपाईँ र मैले सिक्न चाह्यौँ भने पहिलो कुरा तपाईँ र मेरो जीवनमा परमेश्वर र मानिसको बीचको जुन सम्बन्ध टुटेको थियो, बिग्रेको थियो, जुन पहिलो हाम्रो पिता आदमले गरेको पापको कारण हामी परमेश्वर र मानिसको बीचको सम्बन्ध बिग्रेको अवस्थामा येशू ख्रीष्टले त्यसलाई जोड्न आउनुभयो। उहाँले जोड्नुभएको त्यो सम्बन्धलाई उहाँले पुनः स्थापित गर्न आउनुभएको सुसमाचार येशू ख्रीष्टले प्रचार गर्नुभएको थियो। र त्यही कुरा तपाईँ र मैले पनि अपनाउनु पर्छ कि हामी हरेक मानिस जो साँचो परमेश्वरबाट उनीहरूको सम्बन्ध बिग्रेको छ, उनीहरूको मनमा परमेश्वरसँग, साँचो परमेश्वरसँग उनीहरूको मन टाढा भएको छ, त्यसलाई जोड्ने काम नै सुसमाचारले गर्नुपर्छ। र सुसमाचार गर्ने मुख्य काम नै त्यो असल परमेश्वरको साथको सम्बन्धलाई स्थापित गराउने काम हामीले गर्नुपर्छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ। यसकारण जसरी एफएसी 2 अध्यायको 12 देखि 14 पदमा हामीले पढ्यौँ भने हामी दुवैलाई एउटै बनाउन येशू ख्रीष्ट आउनुभएको हो भनेर हामी त्यसबाट बुझ्न सक्छौँ कि परमेश्वर र मानिसको बीचको एउटा सम्बन्धलाई जोड्ने काम येशूको सुसमाचारले गर्नुभएको छ। र त्यही कुरा तपाईँ र मैले गर्नुपर्छ र त्यही कुरालाई तपाईँ र मैले अपनाउनुपर्छ भन्ने कुरामा हामी सबैको ध्यान जानुपर्छ। हामी सबैले त्यही नै सुसमाचार प्रचार गर्नुपर्छ भन्ने कुरा हो। र अर्को कुरा, हामी येशू ख्रीष्टले प्रचार गर्नुभएको कुरा
कैदीहरूलाई छुटकारा गर्न आएको हो भनेर उहाँले जुन वचनको खण्ड हामीले विशेष गरेर लुका 4 अध्यायको 18 र 19 पद यो पुरा वचनमा हामीले पढ्यौँ भने उहाँले प्रचार गर्नुहुँदाको शब्दहरू र उहाँले जुन सुसमाचारका मुख्य पोइन्टहरू त्यहाँनिर उहाँले भन्नुभएको वचनलाई हामी यहाँनिर विश्लेषण गरेर हेर्दैछौँ, जहाँ हामी यसलाई बुझ्ने प्रयास गर्दैछौँ। जो कैदीहरूलाई छुटकारा गर्ने काम चाहिँ उहाँले गर्नुभयो। कैदी भन्नाले तपाईँ र म कतिपटक हामी संसारका हरेक जो पनि मानिसहरूले अपराध गरेपछि उनीहरूलाई जेलखानामा हालिन्छ, मानिसहरूलाई कैदमा लगिन्छ र त्यो कुरामा हाम्रो ध्यान जान्छ। यो पनि एउटा बडा दुःखदायक कुरा हो, जो मानिसहरूलाई कुनै कुरा खराब गरे बापत त्यसलाई चाहिँ कैदमा लगेर त्यसलाई जेलखानामा हालिन्छ। तर वास्तवमा येशू ख्रीष्टले तपाईँ र मलाई सुसमाचार प्रचार गर्नुहुँदा यो कैदीहरूलाई छुटकारा दिनको लागि आएको भन्ने कुराबाट हामी हरेक मानव जातिको मन र विचारहरूलाई मानिसहरूले यो कुरा बुझ्न जरुरी छ कि हरेक दुष्ट खराब कुराहरूको कैदमा हाम्रो जीवन बर्बाद भइरहेको छ। जुन कुरा हामी विभिन्न किसिमका रीतिरिवाज अनि विभिन्न संस्कार, विभिन्न अन्धकार र अन्धविश्वासको कैदमा मानिसहरूले आफ्नो जीवन बिताइरहेका छन् र यो कुरा तपाईँ र मैले ख्रीष्ट येशूले नै तपाईँ र मलाई तिनी कुराहरूबाट स्वतन्त्र पार्न आउनुभएको, त्यसबाट छुटकारा गर्न आउनुभएको कुरा उहाँले घोषणा गर्नुभएको छ। र यति मात्र होइन, अझ तपाईँ र म विश्वास गरे बापत विश्वासीले यो कुरा पनि बुझ्नु जरुरी छ कि हरेक मानिसहरू साँच्चीकै हरेक रिसको, दाहको, क्रोधको, ईर्ष्याको, लालचको यसको कैदमा हामी विश्वासीहरू परेका हुन्छौँ। र यो कुरा तपाईँ र मलाई येशूले तिनी कुराहरूबाट छुटकारा पाउनुपर्छ र त्यसबाट छुटकारा हुनुको लागि येशूले तपाईँ र मेरो जीवनलाई ती कैदबाट छुटकारा गर्नको लागि हामीलाई आफ्नो वचनबाट हामीलाई त्यो सुसमाचार हामीलाई लिएर आउनुभएको हो र हामीले त्यही कुरा बुझेर हामी पनि आफ्नो व्यक्तिगत जीवनमा ती कैदहरूबाट हामी स्वतन्त्र हुनुपर्छ र त्यो कैदहरूबाट हामी छुटकारा पाउनुपर्छ भन्ने कुरा तपाईँ र मैले बुझ्न जरुरी छ। जुन कुरा हामी रोमी 6 अध्यायको 20 देखि 22 पदमा हामीले पढ्यौँ भने यी कुराहरू जसको जुनको कमारा हामी एकपटक थियौँ, त्यसको जुन अहिले हामी धार्मिकताको लागि स्वतन्त्र भएका छौँ र ख्रीष्टमा विश्वास गरेपछि अब हामी परमेश्वरका कमारा भएर हामी शरम लाग्दा कुराहरूबाट तपाईँ र म अलग भएका छौँ। जुन कुरालाई नै तपाईँ र मलाई ख्रीष्ट येशूको सुसमाचारले हामीलाई कैदबाट स्वतन्त्र बनाएको छ र यो कुरा तपाईँ र मैले बुझ्न अति जरुरी छ। र नम्बर लास्टमा हामीले उहाँले अन्धाहरूलाई दृष्टि दिन आउनुभयो भन्ने कुरामा उहाँले सुसमाचार प्रचार गर्नुभएको हामी पाउँछौँ। यो अन्धाहरूलाई सुसमाचार सुनाउन आउनुभयो भन्ने कुरामा तपाईँ र मैले एउटा हाम्रो भौतिक शारीरिक आँखाको एउटा दृष्टिविहीनलाई तपाईँ र मैले अन्धा भन्ने कुरा बुझ्छौँ र यिनी आँखाहरू त अवश्य पनि साँच्चीकै प्रभुले कतिपटक अन्धाहरूलाई भौतिक शरीरमा पनि निको पार्नुभयो। यो कुरा तपाईँ र मेरो परमेश्वरको मन र इच्छाको कुरा हो, त्यसअनुसार उहाँले त्यो गर्नुहुन्छ। तर हामीले यहाँनिर बुझ्नुपर्ने कुरा हामीले के बुझ्नुपर्छ भनेपछि एउटा सत्य कुराको ज्ञान नपाएको कुरालाई नै एउटा अन्धा सरह भन्ने कुरा तपाईँ र मैले आत्मिकी रूपमा बुझ्नुपर्छ। जुन सत्य कुरालाई तपाईँ र मैले बुझेका छैनौँ भने त्यो एउटा आत्मिक रूपमा आँखाले देखे तापनि त्यसले साँच्चीकै अन्धा सरह नै हुन्छ। त्यसैकारण हामी सबैलाई एउटा सत्य कुरालाई देखाउने येशू ख्रीष्टले प्रचार गर्नुभयो। एउटा सत्य येशू ख्रीष्ट आउनु हुँदाखेरि जसले उहाँको सत्यतालाई
स्वीकार गरेर त्यो कुरालाई मानेर उनीहरूले त्यसमाथि विश्वास गरे उनीहरूको आत्मिक रीतिले उनको आँखा खुलिएको हुन्छ भन्ने कुरामा तपाईँ र मैले यो बुझ्नु जरुरी छ। किनभने आज हामी संसारमा हेर्यौं भने कस्तो किसिमको मानिसहरूको स्वभाव छ। मानिसहरूले एकले अर्कालाई उछनेर हिँड्ने, एउटा गलत झुटा कुराहरू गरेर अरूलाई फसाउने कुराहरूमा मानिसहरूको जीवन यस्तो किसिमको अन्धाधुन्ध मानिसहरूले आफ्नो स्वार्थमा जीवन बिताइरहेका छन्। तर हामी परमेश्वरको वचन पढ्ने र यो कुरा सुसमाचारको सही सुसमाचार सुन्नेहरूले यो कुरा बुझ्नुपर्छ कि तपाईँ र मलाई मत्ती 13 अध्यायको 16 र 17 पदमा भनेको वचन अनुसार हामी साँचो परमेश्वरलाई नचिन्नेहरूलाई चिन्नेहरू बनाउनुपर्छ र तिनी सत्य कुरालाई बताउने र सत्य कुरामाथि आफूलाई स्थिर बनाउनको निम्ति हामी आफूलाई जुन सुसमाचारले तपाईँ र मेरो जीवनमा काम गरेको छ त्यो काम अनुसार तपाईँ र मैले आफ्नो जीवनलाई एउटा सत्यताबाट हामी चल्ने, हामी सबैलाई उहाँले एउटा अन्धा जस्तो आँखालाई उहाँले खोलिदिनु भएको छ। त्यो सत्य कुरा बुझ्नेहरू नै साँच्चीकै साँचो आत्मिक आँखा खुलेकाहरू, आँखा देख्न सक्नेहरू नै हामी सबैलाई उहाँले सुसमाचारद्वारा यो काम गर्नुभएको छ। हामी सबैले यो कुरा बुझ्न सकौं कि हामी सबैलाई ख्रीष्टको सुसमाचार यसरी उहाँले सुसमाचार प्रचार गर्नुभएको थियो र हामीले पनि यही काममा हाम्रो ध्यान हुनुपर्छ। पहिलो आफ्नो व्यक्तिगत जीवनमा यो पश्चातापी जीवन हामीमा हुनुपर्छ र हामीले आफ्नो मनका गरिबीहरूलाई हटाउनुपर्छ। हाम्रो टुटेको हृदयलाई हामीले पहिला जोड्नुपर्छ र त्यसपछि हामी विभिन्न कुराको कैदमा परेका हाम्रा मनका स्वभावका कैदहरूलाई कैदबाट हामी स्वतन्त्र हुनुपर्छ र हामी अन्धा जस्तै अन्धाधुन्ध अन्धविश्वास होइन, हामी सत्य कुरामाथि तपाईँ र मैले विश्वास गरेर हाम्रो आँखा देख्ने हुनुपर्छ र यो कुरा अरूलाई पनि देखाउने, उनको आँखा खोल्ने काम तपाईँ र मेरो सुसमाचारले गर्नुपर्छ भन्ने कुरा हामी सबैले बुझ्न सकौं र यो कुरामा परमेश्वरले बुझ्नको निम्ति अझै ज्ञान र समझ दिनुभएको होस्। सबै कुरामा परमेश्वरको महिमा हुन सकोस्। सबैजनालाई फेरि पनि मेरो जय मसीह।